सोध्छौ ल हजुरआमा तपाईको नि लभ म्यारेज हो कि अरेन्ज म्यारेज होइन मागेर बिहे गरिया 10 वर्ष 11 वर्षमा बिहे गरेको मेरो पनि 11 वर्ष अझ म 2.5 महिना बेटी छु तपाईँ पनि एउटै साले हजुर र तपाईँ एकै साले र त माघ 18 गतेका म कार्तिक 28 गते छु तपाईँ कति वर्ष पुग्नु भयो अहिले अहिले 91 91 वर्ष बरोबर ऊ अस्ति माघदेखि लागे म कार्तिकैदेखि लागे ए अनि तपाईहरुको नि रिस्ता चाहिँ कसले लिएर आयो कुरा चाहिँ अब कुरा चाहिँ कसले ल्याउँछ र अब उनीहरूले माग्नु गए मागेपछि के अब एक खरी आए माग्नु त्यो बान्दा लिएर बान्न आएका भोलि अर्का घरमा हाम्रा घरमा सुरु गए त्यहाँबाट माग्ने बित्तिकै दिए यत्रो उमेर खाएको हुन्छ भने कस्तो झरझर हौ अनुहार त झन् दुईजना बसेर पढाएका जोडी यस्तै मैले अघि त्यस्तै भनेको दुईजना नि कस्तो मजाले बरेन्डामा तपाईँ र हजुरबाई मजाले जोडी ढुकुर जस्तै बस्नुहुन्छ हजुरआमा म त छक्क ढुकुर बस्दै बस्न उहाँ अस्ति मन्दिरमा तल यहाँ मन्दिरमा गएका चौतारीमा गएका जोर ढुकुर छुटिँदैन थियो आज कहाँ भने अरूले पनि त्यहाँदेखि जानु भएन भएनन् कि ऊ चाहिँ जोर ढुकुर दैले छुटिँदैन थियो आता छुटिएर गीतै लाग्दै भएछन् भने हजुरआमा साह्रै राम्री हुनुहुन्थ्यो जमाना त्यहाँबाट त्यसो भने अहिले त नि त कति राम्रो हुनुहुन्थ्यो 91 वर्षको हुँदा आफै सोच्नु न नि हो त हो नि अब म पहिले यहाँ हेडफोन गएँ हेडफोन जाँदाखेरि उहाँ भद्रपुरको एउटा निगम बोकेको आएको र त अनि कहाँ बस्ने आमै भनौँ अकुटी सदन मास्टर बस्ने भने अनि के फरी भनौँ खरेल भने अनि मेरा त आमा पनि छैनन् बाबु पनि मरे आमा पनि माया पाइनँ म हजुरआमाको एउटा फोटो खिचेर लान्छु भनौँ अनि दुईजना भने यहाँ थारोटीको यहाँदेखि यहाँसम्म थारोटीको लगाएको थियो अनि कस्तो राम्रो टीको पनि छोएको म लान्छु अब हजुरआमाको एउटा फोटो लान्छु भन्न थालेँ एउटा फोटो लान्छु भन्न थालेपछि अनि लानु नि भने अनि लानु भने उहाँ लगेर अनि अस्ति फेरि मैले सोधेको के गर्दैछ त्यो फोटो खिचेर के गरेँ त भन्दा मैदानतिर त्यसले फोटो खिचेर तपाईँको हेर्दै बस्दै अनि यहाँ सुन्नु अनि अहिले त छुट्नुभएको त अनि हजुरबाटीहरूले सँगै खानु पर्थ्यो नि त चिया अनि सँगै खानु पर्छ नि खोइ त अनि तपाईँले चाहिँ डोरेर लिएर लिएर आउनु पर्छ अनि तपाईँको माइती चाहिँ के थरी मैदाली चन्दाडा भनेको हो यहाँ पहाड ए अनि दुईजनै पहाडमै हुनुहुन्थ्यो पाहाडमै त पाहाडमै थियो म चाहिँ चन्दालाकी हुँ मैदालीकी छोरी उता फेचुङमा उहाँ जातिका हुन् परेल बाबे अनि तपाईँको बाउ हजुरआमाले सबै आमाले कहिले गाडी गर्ने कुट्ने ओर्ने त्यस्तो गर्नुभएको छ अहिले त छैन पोरपरा 25 गाडीमा पनि छेकेको किन छेकेको त अहिले पनि छैन अहिले चाहिँ छैन कुट्नलाई छेकेको माथिबाट बम्बम ढुङ्गा लडाएको लडाइ गरेर भित्र पनि बसेको अनि खोजेर ल्याउनु भयो तपाईँ आफै जानुभयोeko खोज्यो ल्याउनु घरै फोनकाल गरेँ अनि म त भागेँ नि एकतिर गएर बसेँ अनि भोलिपल्ट घरमा गएँ भोलिपल्ट घरमा जाँदा सासू ससुरा ए यो गएर फलरपोत गोबर लिएर हुन्छ नि सबै हात त सिस्नाले खाएको अनि त्यत्तिकै गइनँ म गइनँ अनि गइनँ भन्दा भएन गोबर बोकेर गएँ लगे पठाएँ मरि पोतेँ नि अनि त्यो कृष्णघारीमा खोज्दाखेरि नभेटाएपछि अनि तपाईँ फेरि घरमा गएपछि तपाईँलाई के अनि गाडी गर्नुभयो कि गर्नु भएन कि के गर्नुभयो किन गर्दिनँ अनि गएर अब दिएको घर त्यही हो फेरि बाबुआमाले अब दुईजना जोडी भएर दिएका बाउ मरि गए अनि बाउ मरेपछि पनि मैले होइन त्यो त हो कि तर भन्नु हजुरबाले चाहिँ तपाईँलाई त यसरी कहाँ गएको चिज होला तपाईँलाई खोजेको एउटा त्यही रिस थियो कि यो भरे चाहिँ तपाईँ घरमा बसेर रिस थियो गर्थेँ बाबुले अहिले तपाईँलाई साह्रै माया गर्नुहुन्छ नि त हजुरबाले नि अहिले त अब त्यति अब बालाकै नदिए गरे जोडी बालाकै नदिए गरे भने राम्रो गर्दा हो त छोराछोरी पहिला र अहिले कुन धेरै माया गर्नुहुन्छ 12 जना 13 15 जना छोराछोरी कसका मेरा
4वटा 5वटा 3वटा दिदीले ठुल्ठुला भयो एउटा 7 वर्ष 8 वर्षको गयो एउटा जन्मिने महिना पुगेको गयो एउटा ठुलो गयो घरमा तीनजना गए ठुल्ठुलै मसिनाको कतिले गरौँ ठुला हजुरआमा कसरी जन्माउनु भयो अनि? 3जना गए 3जना छन् अब साइन्सवाला माइको काम होइन नि, अनि त्यति बेला हस्पिटल गइदिनुहुन्थ्यो। अनि हजुरआमा यहाँ सुन्नु न अहिलेका त हामी त अनि एउटै पाङ्जाका आगो हुन्छौँ अहिले त दोडा पाङ्दा सक्छौँ न अब राख्छौँ न भन्छन् नि अब त्यस्तो खै भएर हामीलाई त ठुल्ठुलो जन्मी अब तपाईँले पहिला धेर माया गर्नुहुन्थ्यो कि अहिले धेर माया गर्नुहुन्छ हजुरआमाले? अहिले त एकछिन कतै जानु पनि हुँदैन पेट दुखो काहीँबाट कता कता गएँ भने बरन्डाबाट पनि हेर्नुहुन्छ अनि। गाडी भएर लड्थ्यो कि बाटै हुन्छ कि बारीबाट ल्याएर लड्थ्यो कि भनेर त्यसरी हेर्नुभएको होला नि त। अब अहिले त के गर्नु त अब पाकल गर्नु परेको छ अब लुगा फाटो धोइदिन्छे मिलाइदिन्छे बनाएर दाना पानी चिसा पानी के खानु हुन्छ लुगाफाटा पनि तपाईँ धोइदिनुहुन्छ? लुगाफाटा कसले धुन्छ त हो धुन सक्नुहुन्छ? पनि बिमारी हातको दुख्छन् खुट्टा खुट्टा दुखेर हुँदैन धुन सक्नुहुन्छ? त्यही भात पकाएर खानु दियो भने भात दियो भन्नुपर्छ मेरो कोठो सय आफ्नो यसो गर्छु पुस्तक गर्छु कि जग राखेको छ तपाईँलाई त हुन्छ दिनुहुन्छ खानुहुन्छ आफ्नो लुगा हामीले। लुगा लुगा धुन्छु खुट्टा दुखेर लडेर खानका लागि खुट्टी दुखेर उसको चाहिँ बुढाले कस्तो गर्छन् भाइ सोध्नु तपाईँको पालो दिलो पुग्नको लागि नि हजुरआमा धेरै छ होइन? अब होइन पुग्ने हो कि नपुग्ने हो? पुगिँदैन नि त्यो। 92 वर्ष बाँचिन्छ अब। फेरि बोल्नु पारमा बसेर पहिले भन्नु न फोहोर पराएर आउँदा होइन अहिले त मलाई थाहा छैन यहाँ रोशनहरूको सानो घर थियो कि सानो घर हुँदा चाहिँ कहिले के काम हुँदैथ्यो त्यतिखेर बोलेको थिएँ कि अस्तिको दिन राति देख्दाखेरि चाहिँ तपाईँ त ब्याकुले कति होइन पहिला पहिलाको बुढाबुढीहरू खतरा हुनु 94 वर्षका मान्छेको के कति मान्छेलाई म देख्न चाबी घाँटीमा लगाइराख्नु भएको छ ताला तपाईँ चाहिँ किन खानु खतरा हौ सापको भिडियो